म एउटा यो जिल्लावासी पनि यो क्षेत्रको मान्छे पनि सञ्चारकर्मी पनि भएकोले सम्भवतः यसको एउटा ब्रान्ड एम्बेसडर बनेरै म अगाडि बढाउने छु। यो कमिटमेन्ट मेरो सबभन्दा पहिला जारी भयो। यो चाहिँ यहाँको प्रमोसन, यहाँको प्रवर्धन, यहाँको विकास, यहाँ लगानी, यहाँको समृद्धि तपाईहरुको जत्तिकै मेरो पनि प्राथमिकतामा पर्छ। यो मेरो प्रतिबद्धता पहिला। दोस्रो कुरा, सैलुङले यति धेरै चर्चा पाएको यो पछिल्लो 4-5 वर्षमा हो। यति धेरै चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा, हुन त प्रकृतिले यो हजारौं वर्ष अगाडि दिएकै थियो, तर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा यति धेरै चर्चा पायो र यो चर्चा पाउनु पछाडिको महत्त्वपूर्ण श्रेय भनेको दोरम्बा सैलुङ गाउँपालिका र त्यसपछि सैलुङ गाउँपालिका, दुवै गाउँपालिकाका अध्यक्षज्यूहरू, पदाधिकारीज्यूहरू, वडाध्यक्षज्यूहरू र यहाँको सम्पूर्ण जनप्रतिनिधि, जनसमुदायलाई जान्छ। तपाईहरुले यो 2-3 वर्षमा बडो मेहनत गरेर जे जति जसरी गर्न सकिराख्नु भएको छ, यसलाई संसार चिनाउने, बुझाउने, देखाउने र ल्याउने कुराहरुमा यहाँहरु एकदमै बधाईको पात्र हुनुहुन्छ। एकचोटी हामी सबैले जोरदार ताली बजाइदिउँ। यो अग्रसरताको लागि यहाँहरुलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आभार व्यक्त गर्न चाहन्छु। अब मुख्य कुरा के हो भनेदेखि हेर्नुस्, विकासको परिभाषा अब बदलिँदै गयो। कुनै एउटा समय थियो हाम्रा हजुरबुवाहरूको पालामा, बुवाहरूको पालामा, जुन अहिले पनि छ कि धारो बनाउनु पर्छ, बाटो बनाउनु पर्छ, स्कुल बनाउनु पर्छ, स्वास्थ्य चौकी बनाउनु पर्छ, स्वास्थ्य संस्था बनाउनु पर्छ, त्यो अहिले पनि बनाउनु पर्छ। त्यो निरन्तर दिनै पर्छ त्यसलाई। तर त्यसको साथमा अब विकासको परिभाषा कसरी परिवर्तन हुँदै गयो भने हाम्रो जस्तो विकासोन्मुख देशले न हाम्रो देशलाई हामी अमेरिका बनाउन सक्छौं, न जापान बनाउन सक्छौं अध्यक्षज्यू, न कोरिया बनाउन सक्छौं। हाम्रो देशलाई हाम्रै देश जस्तो मात्रै हामी बनाउन सक्छौं। त्यो हाम्रै देश जस्तो बनाउन चाहिँ हाम्रो स्ट्रेन्थ के हो त, हामीले के गर्न सक्छौं त भन्दाखेरि चाहिँ प्रकृतिले हामीलाई के दिएको छ त्यसमा आधारित हुने हो। आज खाडी मुलुकहरूलाई तेल दियो, तेललाई प्रयोग गरे। अमेरिकालाई छुट्टै नलेज दिला, अमेरिका बन्यो। कयौं देशलाई समुद्र दिएको छ, तिनले समुद्रको प्रयोग गरेका छन् भने चाहिँ हामीलाई दिएको के छ भने जल छ, जंगल छ, जडीबुटी छ, हिमाल छ, पहाड छ, तराई छ, फाँट छ, खर्क छ, यस्ता कुराहरू, जलस्रोतका कुराहरू छन्। यी सबै छन् भने चाहिँ यसको सदुपयोग गर्नु पर्यो। यसको सदुपयोग गरिराख्दा, अहिले सैलुङको कुरा गरिराख्दा म के ठान्छु भने, मैले सरसर्ती हेरिराख्दा सैलुङमा जंगलै जंगल भयो भने को आउँछ? किन आउनु? 4 कोसे झाडी छ, अर्को जंगल छ, अन्नपूर्ण निकुञ्ज छ, अर्को निकुञ्ज छ, जता शिवपुरी छ, किन आउने भन्दाखेरि सैलुङ भन्ने बित्तिकै मान्छेको इमेजमा के छ भने 100 वटा थुम्का छन्, त्यहाँ खर्क छन्, त्यहाँ चौरीहरू चर्छन्, त्यहाँ चाहिँ नि चौरी गोठहरू छन्, यहाँ यो छ, त्यो छ, सबै कुराहरूको त्यो इमेज चाहिँ काठमाडौँमा छ, बाँकी देशहरूमा छ भनेपछि हामीले अघि यहाँहरूले त्यो प्रकृतिमा आधारित समाधान भन्दाखेरि मैले बुझेको के हो भने हामीलाई यो प्रकृतिले के दियो यसको संरक्षण गर्नु पर्यो र यसको संरक्षण गरेर यतिकै रह्यो भने र यहाँका जनता सधैँ गरिब भयो भने त के मतलब हो? केही पनि मतलब भएन। त्यसकारण सबभन्दा महत्त्वपूर्ण कुरा के हो भनेदेखि यो सैलुङको प्राकृतिक सौन्दर्यता यथावत रहनु पर्यो। तर यथावत रहेको साथमा चाहिँ यहाँको जनता, यहाँको पालिका धनी हुनु पर्यो, तब न दिगोपन आउँछ। त्यसकारणले दिगोपन ल्याउने कुराहरूमा कसरी अगाडि बढ्नुपर्छ भन्दाखेरि हामीलाई त थाहा छ नि, तपाईले संघीय सरकारबाट पाउने बजेट कति छ, प्रदेशबाट पाउने कति छ, तपाईको पालिकाले कति कर उठाउन सक्नुहुन्छ र? केही पनि सकिँदैन। यति हालतको अवस्था छ कि संघीय सरकारको बजेट नै अहिले तपाईको पुँजीगत खर्च 3 खर्ब पनि छैन। 3 खर्ब पनि छैन के भने चाहिँ पालिकाले कति गर्न सक्छ होला र? हाम्रो दोरम्बा सैलुङ गाउँपालिका अथवा सैलुङ गाउँपालिकाले त्यो सक्ने अवस्था छैन भनेपछि यस्तो अवस्थामा म यहाँहरूलाई एउटा विनम्रताका साथ के भन्न चाहन्छु भने हामीलाई प्रकृतिले यस्तो दिएको छ, अब यसको सदुपयोग गरेर हामीले कसरी यहाँ पर्यटक बढाउने, कसरी आम्दानी गर्ने, कसरी रोजगारी सृजना गर्ने, कसरी यहाँको हाम्रा मौलिक हाम्रा चाहिँ नि खर्क हो, चरीचरण हो, याक, चौरी जे जस्तो हामीले गरिरहेका छौँ, यसलाई यो प्रकृतिलाई जीवनसँग कसरी जोड्ने, यो बाटोमा हामी जानुपर्छ भन्ने लाग्छ। र अब अहिले समय कस्तो गजबको आएको छ भने हाम्रो त यो भूगोलै कस्तो छ भने यहाँबाट अलिक तल जनकपुरतिर जानलाई हामीलाई टाइमै लाग्दैन। जनकपुरका मान्छे यस्तो गर्मीमा वीरगञ्ज र जनकपुरका मान्छे म 3-4 घण्टा कति लाग्छ हजुर? 3-4 घण्टा 4 घण्टामा म चाहिँ सैलुङमा गएर आनन्दले दुई रात चाहिँ 2 दिन बसेर आउँछु भने पनि आउन सक्ने ठाउँ छ।
त्यसलाई हामीलाई पर्यटक अन्तबाट ल्याउनुपर्छ भन्ने पनि छैन भने चाहिँ हामीले के गर्नु पर्यो भने एक नम्बरमा दुईटै अध्यक्षज्यूहरू उपाध्यक्षज्यूहरू वडाध्यक्षज्यूहरू यहाँ हुनुहुन्छ। सबभन्दा पहिला त हामीसँग यो सम्भावना छ है, हामीसँग यो ब्युटी छ भनेर देखाउनु पर्यो। कसलाई देखाउनु पर्यो भने दोलखाका र रामेछापकालाई त देखाउनै पर्दैन, हामी त यहीँ बसिरहेका छौँ नि। हामीले कम्तीमा तराई, हाम्रो क्षेत्र काठमाडौँ सहर क्षेत्र, दक्षिण एसिया, युरोप, अमेरिकासम्म हाम्रो यो प्रचार पुर्याउनु पर्यो। हामीसँग यो स्ट्रेन्थ छ भनेर त्यस पछाडि त्यो स्ट्रेन्थको साथमा धमाधम पर्यटक बढ्न थाल्यो भने के हुन्छ भन्दा पछिल्लो समय जुन कालिम्पोङको अभिगत भयो, कालिम्पोङमा यति धेरै मान्छे गए तर त्यसलाई सम्हाल्नै सकिएन र कालिम्पोङको यहाँहरूलाई नम्र निवेदन गरौँ दुष्प्रचार पनि त्यतिकै पछि भयो। कालिम्पोङ जाँदा त्यति दुःख पाइयो भन्ने पर्यटकहरू काठमाडौँमा यति धेरै भयो कि त्यस कारणले गर्दाखेरि हामीले एउटा के बुझ्नु पर्यो भने त्यो सम्हालिने वातावरण बनाउनु पर्यो र यसलाई कायम राख्नको लागि म दुवै अध्यक्षज्यूहरूलाई के अनुरोध गर्दछु भनेदेखि बडो संयमतापूर्वक यहाँ म त अब दुवै जिल्लाकै भएँ, कुनै पनि विवाद नभइकन यो दोलखा रामेछाप जसको पनि नेपाल र नेपालीको हाम्रो क्षेत्रको हो, यसलाई त्यही रूपमा अगाडि बढाउनुपर्छ। त्यही सुन्दरता हाम्रो छ, यसलाई प्राकृतिक रूपमा यतिकै कायम राखेर अलिकति कम्तीमा तपाईहरु जस्तो यङ अध्यक्षहरू आइसकेपछि आगामी नीति तथा कार्यक्रममा अलिकति वातावरण क्लाइमेट चेन्जका इस्युहरू, यत्रो ग्लोबल वार्मिङका इस्युहरू आइरहेछन्, यसलाई पनि सम्बोधन गरेर नीति तथा कार्यक्रममा आओस्। त्यो हुँदाखेरि मान्छेले दुनियाँले हेर्दाखेरि पनि यो अगाडि बढ्यो है भन्ने बाटो चाहिँ लाग्छ, त्यतातर्फ अगाडि बढ्नुपर्छ। र म यहाँ आउनुको उद्देश्य मिडियाबाट कम्तीमा